ओ एकछिन समाइदिनु त किन फोटो खिच्ने एक हैन टिकटक ए टिकटक ल बाला 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 राम्रो आयो के गरे त्यो यो के हो यो टिकटक बनाएको हौ फुलन्जीको आमाको टिकटक पनि कस्तो थियो ओ माय गॉड श्वेता oh my god what's up how are you I'm good how are you really nice to meet you oh my god अब के हो कलर पनि मिलेछ ब्लू ब्लू वाउ निलो निलो कस्तो मन मिलेको सबै हाम्रो मिल्छ हामी बिकज वी आर फ्रेन्ड बचपनदेखि हो कि हैन दिपा हामी तीनजना स्कुल फ्रेन्ड हो कि हैन तपाई पनि हुनुहुन्थ्यो त हामी सँगै स्कुल पढेको अनि के छ ठिकै हुनुहुन्छ सँगै स्कुल पढे हामी सँगै पढे हैन तिमी पनि त सँगै पढेको बिचाराले स्कुलमा केही पढ्न आउँदैन थियो हामी हेप्छौँ अहिले कमेडी क्लब चलाएर पैसा कमाइराख्नु भएको के गर्नु पृथ्वी गोलो छ भन्थ्यो अहिले चाहिँ हो जस्तो लाग्छ पछाडि हेर उतै छौ दिन घुमेर आउँछ भन्थ्यो अब स्कुलमा पढ्न जान्दैन त हामी हेप्थ्यौँ अहिले उसकै सोमा हामी नाचेर गएर खानु परेको थियो अनि के छ तपाईँको त राम्रो चलिरहेछ राम्रो चलिरहेछ त्यो हाम्रो बचपनको दिनहरू सम्झिन्छु साह्रै रमाइलो आउँछ के सम्झिनु दिपालाई याद आउँछ कि आउँदैन हामी भाँडाकुटी खेलेको मलाई बिर्सिनु त भएको छैन नि कसरी बिर्सिन्छु मनमा हुनुहुन्छ हुनु त म राम्री मान्छे कसैले बिर्सादैन त्यो बेलायतको छ नि बेलायतको राजकुमारी एलिजाबेथ राईले पनि बिर्सिनु भएको छैन एलिजाबेथ राई अब के भने राई राई वा पनि हामी चाहिँ बान्तावा राई उनीहरू बेथ राई हो एलिजाबेथ राईले पनि बिर्सिनु भएको छैन बेला बेला फोन गर्नुहुन्छ हामी बचपनको दोस्ती राम्री मान्छे अब कसैले बिर्सिनु तपाईँलाई चाहिँ याद छ कि छैन स्कुलको त्यो पलहरू पलहरू मलाई पल्सा याद छ विपिन कार्की याद छ कुरा नघुमाम त्यो पल सलको कुरा छ खैनी खाएको याद छ कि छैन के हो खैनी त यही बहिनीले खायो नि तपाईँ र मैले खैनी खाएको बिरी खाने यता तिमीहरू त एकदम बदमास छात्रहरू क्या हो होइन त्यस्तो खायो भने पछाडि त छोड्यौँ त सुत्रियौँ त्यसपछि स्कुलमा त्यो सानो उमेरमा लैलाइमा त्यस्तै लाग्थ्यौँ बजार असाध्यै घुम्ने है हामी बजार जाँदाको यादहरू पनि एकदम सम्झिन्छु उहीसँग अन्य खन्दा हुने के एक दिन त बजार जाँदा उसले मेरो हिल लाएर गएकी थिए हिलको चुटै भाँचिदिएको फेरि मोटी भएर वेट बढी भएर पहिल्यैदेखि मोटी नि त बिचारी पहिली बच्चैदेखि मोटी हो बच्चैदेखि मोटी नि हो जल्दी फार्सी फार्सी भन्दै जिस्काउँथ्यो तर जति मोटी भए पनि जिस्काउँदाखेरि नरिसाउने के हाँसिरहेको अनि उसलाई चाहिँ के भनेर जिस्काउनु थियो तपाईँले उसलाई चाहिँ मलाई फर्सी भन्थ्यो होइन उसलाई चाहिँ गान्टे मुला त यता पो भन्थ्यो त यता डाइरेक्ट भन्न मिलेन नि त यताबाट भनिदेऊ भनेर यतै भनेको यसको खुसीमा एउटा दाँत अनि हुन त मैले पनि हिल अब जानी दिनु नहुने थियो क्या तपाईँकै ब्रान्डको चप्पल थियो त त्यति बेला कोही नपाएर मलाई उडाउन थाल्यो है त्यो याद छ कुन चप्पल हात्ती चप्पल केही लाएर जाँदा नि हुन्छ फेरि म मन त्यो पनि चुना हाल्ने फेरि होइन अनि त्यो चप्पल त कसरी लाउने हामीले त पहिली चप्पल लगायो होइन चप्पल लगायो अनि त्यहाँ त्यो चुना खुस्किन्छ नि अनि त्यो चुना खुसिसकेपछि पहिली एक चरणजी चट्ट टुकी बत्तीमा लगाएर यसरी बाँध्ने जोड्ने अनि त्यो जोडिसके पछाडि छिटो छिटो नचुट्योस् भनेर सेलाउन खालि थुक पनि लाग्छ त्यसले 3-4 दिन धान्छ अनि त्यो पनि छिन्छ अनि त्यसपछि डोरी लाएर माथिबाट धर्सो हुन्छ नि त्यो पटुकाको त्यो लाएर फेरि तल कोठो पार्ने अनि त्यो पनि नबस्यो नि तुने फेरि अनि अलि राम्रै व्यवसाय चलिरहेछ नि तपाईँको त अब फाउन्डेसन खोल्नु भएको छ मैले पनि फाउन्डेसन खोलेँ हो र बधाई छ हजुर दलेर पनि आयो क्या मेरो
म तपाईँले फाउन्डेसन खोलेर के गर्नुभयो मलाई थाहा पनि मैले फाउन्डेसन खोलेँ दले अब उहाँको फाउन्डेसनको सहयोगी भएर उहाँहरूलाई सहयोग गर्ने सहयोगको आह्वान गर्ने उहाँको सुरु गरेको कामलाई पुरा गर्नु नि त स्कुलको गाउँको साथी भएर सहयोग गर्नु पर्दैन सहयोग मलाई यहाँ कति प्रब्लम भइरहेछ के त्यो क्याफे स्याफे खोलेको नि एकल गर्नु छैन कि पैसै छैन अनि यहाँ कमेडी क्लबमा बिजी भएपछि कसरी फोन गर्ने मलाई चाहिँ बोलाउनुहुन्छ कि भनेर मेरो सुट छ कसले भने होइन तपाईँको फोन आउँछ भनेर बेसी गएर गरौँ डाँडा डाँडामा फोन उठाइहिँड्ने नेत्रले प्रब्लमले फोनै नआएको कि भनेर हेलो म सुट छ कति बिजी भएको ठिक छ सुटिङमा खोइ उठ्नु त एकछिन पहिला भन्दा त एकदम राम्रो झन् सिलिमुन भएको रहेछ ल पहिला भन्दा धेरै चेन्ज पखे त पनि उम्रेछ चरी चट्ट परेर हिँड्छ नि थाहा छैन नाइस ड्रेस यार थ्याङ्क यू सो मच मलाई त तपाईँकै ड्रेस मनपर्छ मलाई नि यस्तै लाउनु मन लाग्छ यो के हो चेन्ज गरौँ न त त्यसो भए नछुन्नु न मुन्ड्रेले छुँदा पनि यति धेरै भयो नि तपाईँले पछि तपाईँ श्वेताजीको पुरानो साथी हुनुहुँदो रहेछ भन्ने कुरा आज थाहा पाइयो अब पुरानै हामी त बिस्तारै पहिलादेखिको साथी तपाईँ हामी पनि त हो नि पढ्न नजान्ने पढ्न सबैभन्दा नजान्ने तपाईँ चाहिँ किन हो त्यही पढ्न नजानी भएर त आज मुन्दिर कमेडी क्लब चलानी धेरै पढायो भए त अर्कै वैज्ञानिकतिर लाग्ने होला कतातिर डाक्टर इन्जिनियर भइहाल्थ्यो पढाइमा त हामी दुईजना त्यहाँ दिपा र ऊ त उस्तै थियो दिपालाई एक दिन सरले एबिसिडी कतिवटा हुन्छ भनेको त कति भनेको थियो मैले 5 भनेको थिएँ किनभने 5 झापु खाएको थियौ नि त तिमीले मेरो हातबाट मैले 5 झापु दिँदा पनि मैले गरेको थिएँ बिर्स्या एकदम पुरानो यादहरू आयो अरू के याद आयो अब त त्यस्तै हो अब आफ्नो आफ्नो काम गर्नै पर्छ होइन अब तपाईँहरूले अब इन्डस्ट्रीमा छिर्नुभयो अब नाम दाम कमाउनु भयो होइन मैले एउटा श्रीमान र एउटा छोरो कमाएको छु त्यो पनि कहाँ छ पत्तो छैन हजुर कहाँ छ पत्तो छैन सेपरेट क्या सेपरेट पर्सनल कुराहरू सबै कहाँ देखाएर फेरि आफ्नो त श्रीमानहरू अब मिडियामा ल्याउनु पनि राम्रो लाग्दैन क्या एकदम असाध्यै ह्यान्डसम फेरि सिङ्गल केटीहरूले म त एकदम सेपरेट एकदम राम्रो हेर्नु पनि परेको छैन त्यस्तो जुङ्गे मुठेलाई कोही अहिलेसम्म बिहे नभएको फेरि त्यति बेला श्वेताजीले फिल्म पनि बनाउनु हुन्छ चाँडै नै त्यसको तयारीमा हुनुहुन्छ तपाईँ यस्तो पुरानो साथी यसो अहिले भेटा बेला कुरा गरिहाल्नुहोस् फिल्ममा पाइहाल्नुहुन्छ कि रोल हाम्रो सेपरेट कुरा हुन्छ लिहाल्नुहुन्छ किन नलिनु होइन मान्छे जति राम्रो उति मन पनि राम्रो मान्छे पनि कालो मन पनि कालो कसले यहाँ कमेडी क्लबमा यत्रो रजाइ गर्न दिइरहेको त्यही चाहिँ कालो अब अनि हिँड्ने आउँछ पालो अब के त नि मुन्डे कमेडी क्लबमा चानस दिएछ भनेर के गोरो भन्दा त मलाई मान्छेले पागल भनि जान्छ कालो छ हैन प्लिज क्यामेरा फोकस हियर ओके बाइ अनि फुलनदेखि आमा यति राम्रो साथी आएपछि डान्स नगर्ने गीत बजाइदिनु नि त ड्रेस नाइस ओके कम्फर्टेबल या आइ एम गुड ओके सरी है ब्रदर अहिले कालो हो नि अहिले ब्रदर भन्ने कुन गीतमा नाच्ने त
थ्याङ्क यू कस्तो केटा जस्तो नाचेको कति राम्रो नाच्नु भएको कथाले मागेपछि केटाकेटी बन्न सक्ने नेपालको म यो 1 नम्बरको बाई 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 दिपु 500 बढा टिकट बाई मुन्रा बाई बाई ओके जोरदार ताली